हाई एभ्रिवान, यो भिडियो चाहिँ रेज एप युज गर्नुहुन्छ भने तपाईहरुको लागि है। यो रेज इन्भेस्टमेन्ट एप छ नि, मैले पनि भर्खरै सुरु गरेको छु। तर यो सेटअप गर्दाखेरि चाहिँ यो मलाई एकदम इस्यु आयो। कम बैंकबाट गर्दाखेरि चाहिँ अलिकति इस्यु आयो, तर यो रिजल्भ भयो आज। सो तपाईहरुलाई पनि रेज एप युज गर्दाखेरि त्यो फन्डिङको लाइक सेटअप गर्नको लागि त्यो चलिरा छैन, बैंकसँग कनेक्ट भइरा छैन भने चाहिँ यो भिडियो चाहिँ तपाईहरुको लागि है। सो यो तपाईको कम बैंक वा कुनै बैंकमा चाहिँ एमएफए सेटिङ इम्प्लिमेन्ट भएको छ भने चाहिँ त्यसले चाहिँ अथराइज गर्दो रहन्छ के रेज एपमा जानलाई। सो त्यो मल्टी फ्याक्टर अथेन्टिकेसन के भन्छ, एमएफए भन्छ नि, त्यो छ तपाईको कम बैंकमा भने चाहिँ यसले अड्किन सक्छ। त्यसको लागि कसरी रिजल्भ गर्ने भनेर चाहिँ म तपाईहरुलाई आज भनिदिन्छु, अनि लास्टमा स्क्रिनशट पनि राखिदिन्छु। सो तपाईहरुको चाहिँ अब फर्स्टमा चाहिँ रेज एपमा जानुस्, त्योबाट चाहिँ तपाईको माई सेटिङ्समा जानुस्। माई सेटिङ गएपछि राउन्ड अप अकाउन्ट्स भन्ने हुन्छ, त्यहाँ जानुस्। त्यहाँ गएर एड राउन्ड अप अकाउन्ट्स भन्ने हुन्छ, त्यहाँ जानुस्, मसँगै गर्नुस्। अनि त्यसपछि सी 100+ मोर फाइनेन्सियल इन्स्टिट्युट्स भन्ने एउटा अप्सन छ, त्यहाँ क्लिक गर्नुस्। त्यहाँ गएपछि सर्च ब्याङ्किङ इन्स्टिट्युट भनेर त्यहाँ सर्च एउटा कोलम छ, त्यहाँ क्लिक गरेर त्यहाँ तपाईले सीडीआर भनेर लेख्नु। त्यहाँ तपाईले सीडीआर लेखेपछि त्यहाँ सीडीआर मात्रै आउँछ, तर त्यहाँ नजानु। त्यहाँ सुरुमा चाहिँ तपाईले कम बैंक त्यसलाई फुल फर्ममा चाहिँ के भन्छ भन्दाखेरि कमनवेल्थ बिजनेस सीडीआर भन्ने हुन्छ क्या। सो तपाईले कमनवेल्थ बिजनेस सीडीआर भन्ने अप्सन चुज गर्नु पर्यो। त्यहाँ कमनवेल्थको पनि कतिवटा अप्सन छ, कम सेक अप्सन छ, कम बीज अप्सन छ, कम बैंक बिजनेस मात्र भन्ने पनि अप्सन छ। सो तपाईहरुले चाहिँ जस्ट कमनवेल्थ बिजनेस सीडीआर भन्नेमा क्लिक गर्नुस्। त्यहाँ क्लिक गरेपछि त्यसपछि त्यसलाई जस्ट सेलेक्ट गरेर जस्ट फलो गर्दै जानुस्, त्यो प्रम्प्ट लास्टसम्म जानुस्। त्यो गरेपछि तपाईको लाइक विदिन 5 मिनट्स भनौँ न, तपाईलाई बैंकको नोटिफिकेसन आउँछ, तपाईले चाहिँ कन्फर्मेसन दिनुपर्ने हुन्छ। त्यति गरेपछि चाहिँ रेज एपले चाहिँ तपाईलाई अथराइज गर्छ कि लाइक कम बैंकले चाहिँ अथराइज गर्छ कि रेजलाई कि त्यो तपाईले इन्भेस्टमेन्टको लागि चाहिँ अप्रुभ गर्न मिल्छ क्या। त्यो गरेपछि जस्ट तपाईले के गर्नुपर्छ भन्दाखेरि त्यति गरेर त्यो सेटअप गरेपछि प्रम्प्ट फलो गर्नुस्, अनि तपाईको त्यो कनेक्ट हुन्छ। अनि त्यसपछि विदिन 24 आवर्स चाहिँ तपाईको त्यो चल्न सुरु हुन्छ क्या। सो तपाईहरु पनि अड्किनु भएको छ रेज एपमा चाहिँ त्यो फन्डिङमा त्यो स्टार्टै गर्न मिलिरहेको छैन, अनि तपाईको बैंक कनेक्सन इस्यु जस्ट लोडिङमै अड्किरहेछ भने चाहिँ त्यो चाहिँ तपाईहरुले एमएफए इम्प्लिमेन्टेसन गर्नु भएको छ होला तपाईको अकाउन्टमा। सो त्यसलाई चाहिँ तपाईले अभोइड गर्नको लागि चाहिँ मैले भनेको प्रम्प्ट फलो गर्नुस्। यो लास्टमा म स्क्रिनशट पनि हालिदिन्छु, सो त्यो हेरेर रिजल्भ गर्नुस्। सो यो गाइज, म पनि अब फर्स्ट टाइम इन्भेस्ट गर्दैछु यो रेजमा है। मैले अरू कमसेक अनि बेटा सेयर यताउति मैले अरू धेरै एपहरू ट्राई गरेँ, तर मैले यो माइक्रो इन्भेस्टिङ चाहिँ अहिलेसम्म गरेको थिएन। सो मैले रेज बुझ्दाखेरि चाहिँ रेज एप चाहिँ राम्रो छ भन्ने लाइक कन्क्लुजनमा आएँ। अनि त्यही भएर चाहिँ मैले यो मेरो रेज एपको इन्भेस्टमेन्ट जर्नी सुरु गर्न लागेको छु गाइज। लेट्स ग्रो टुगेदर गाइज। अनि इन केस तपाईलाई स्टिल मैले भनेको त्यो हेल्पफुल लागेन भने चाहिँ एकचोटि इमेल गर्नुस् रेजको इमेलमा। सो दे विल एक्चुअली गाइड यु। दे हेभ अ भेरी गुड सपोर्ट सिस्टम। सो गाइज, लेट्स स्टार्ट इन्भेस्टिङ। एन्ड तपाईहरुको कोही साथी हुनुहुन्छ भने चाहिँ प्लिज शेयर टु एटलिस्ट वान अफ योर फ्रेन्ड हु रियली वान्ट टु स्टार्ट देयर इन्भेस्टमेन्ट जर्नी एन्ड they don't want to spend a lot of money, but they just want to still know about shares, investing and everything. This would be a great app, guys. So let's try and grow together. For now, love you all. Bye.